हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग है। अनि आज चाहिँ बल खेल्न जान आएको थियौँ। बल खेल्नले टक्क है रेडी भएर नुहाइ सुहाइ गरेर बसेको है। आउँदा आउँदा चिप्लो लड्यो परेर छ्या पानी परेर क्या ठुलो पानी पऱ्यो अनि चिप्लो लडेर यहाँ खुट्टा यार मासला त्यस यस्तो भयो नि यार। कस्तो मजाले खेल्न जाउँला भनेर त्यो पानी परिरहेको छ क्या बाहिर चाहिँ हेर्न सक्नुहुन्छ म देखाइ ल है पुरा पानी परिरहेको छ है हो भ्यू पनि हेर्नुहुन्छ हल्का उता पारिबाट ठुलो आइरहेछ पानी मासला ल है। अनि अब यहाँ यो घाउ पो दुख्यो यार। मेन त घाउ दुख्यो मेरो। कागज टाल्नु भयो पोल्दो रहेछ भित्रभित्र। कस्तो भयो भने ठ्याक्क गाग्री बोकेर आएको ठ्याक्क मतलब पानी दिने क्या भुइँले पानी दिने ठुलो थियो। एकपट्टि गाग्री थियो एकपट्टि ठुलो जर थियो। जर पानी बोक्ने नै दुइटै चिप्ले लड्यो यार छ्या थिचो क्या। अनि यहाँ खप खप पारो त्यो कुकुरले हाने जस्तै खप खप ढुङ्गाले त्यस्तो काट्दो रहेछ क्या आम्बो यार। ढुङ्गाले खप खप पार्दो रहेछ। सेतो मासु देखिरहेको छ क्या पुरै ब्लड आयो। अनि पुसेर एकचोटि लगाइदिएको अझै आइरहेको छ। यो मन्जन माथिबाट नि आइरहेछ क्या ब्लड यार। अलिकति होला गडाङ गुडुङ चलिरहेछ होइन अलिअलि। यो लगाउनु पऱ्यो यार। यहाँ भएन लास्टिक गिद्दियो कस्तो गिद्दी भयो क्या मासला ए ल। अनि आज भ्लग बनाउनु पाइन्छ जस्तो लागेन मलाई है। र पनि ठिकै छ। भएको एउटा एयरफोन पनि गइगयो हेडफोन पनि गइगयो। यी बिचमा फ्याक्ल्याक्क बनाइदियो क्या मासलाले है। कस्तो भइरहेको थियो भने अब यसरी कानमा लाउँदा राति सुतिन्थ्यो क्या। अनि केही हुँदैन थियो कानमा लाउँदिन्थ्यो। कानमा लाउँदै सुत्थ्यो क्या खाली गीत बजाउँदै। अनि कानमा लाग्यो बिहानसम्म कच्याक कुचुक बेराक बुरुक अब यता पल्टिने भयो नि होइन। यस्तो पुरै यस्तो भइदिएर क्या यार। तार फेरि चल्नु त चल्छ तार केही भएको छैन। टेप लगायो भने राम्रो हुन्छ। टेप लगायो भने हुन्छ यो दामी हुन्छ क्या। चल्न त खतरा चल्छ तर अलिकति मात्रै भएको यो अलिकति त्यो फ्याक्क गइदिएको क्या। अनि यत्रो यार माउस किप्याड यत्रो गेमिङ सेटअप बनाएँ हेर यो ओटिजी यो के भन्छ 4 पर्ट्स हबहरू यो हब पनि ल्याएको थियो यत्रो यार मासला। यत्रो हब ल्याएँ है चलाउनै पाइएन क्या नउ यार। बत्ती गइरहने है। यता यत्रो किप्याड माउसहरू ल्याएँ है। किबोर्डहरू ल्याएँ खुट्टा पोलो मासला घाउ पोलो आथा गडाङ गुडुङ सानो चलेछ होला। ल अनि आज यत्तिकै भ्लग अब के गर्नु त यार। अब लाउनै मन छैन क्या घाउ दुखेर खुट्टै खुम्च्याउनै मन छैन यो घुँडा लास्ट हो क्या। अब भलिबलको भ्लग बनाउनु मन थियो होइन किनभने यतिखेर चाहिँ कस्तो भने बिहे छ क्या गाउँमा। अनि बिहे छेका दसैँ छेका चाहिँ भलिबल खेल्नेहरू नि 8-9 टिम हुन्छन् क्या पुरै मासला है। 6-6जना टिम बनाउँदै बस्छन्। त्यसपछि खेलिन्छ भन्न जानु भनेको पानी पऱ्यो यार। भर रह्यो भने त जाने फेरि पानीमा घाँस छ कि चिप्लिँदैन क्या घाँस त जम उठेर जानु है। अनि अब भ्लग हुन्छ जस्तो चाहिँ लागेन। अब जानै पाइँदैन यार पानी यस्तो आइरहेछ। अनि खुट्टा चाहिँ यार गयो क्या रनमती यार। कस्तो ब्याड लग यार छ्या ठक ठङ गरिरहेछ। टाउकोमा झट्का हानिरहेछ ठक गरेर यस्तो दुखिरहेछ। तर आज ब्लड चाहिँ धेरै आयो क्या किनभने पहिले यस्तो हुँदैन थियो यार। किन पहिले पनि धेरै काट्न त कस्तो हुन्थ्यो भने अब अलिकति काट्थ्यो ह्यान्ड प्रेस लाउँदा निको भइहाल्थ्यो। अब यो त त्यत्रो थुनेर पनि रगत अहिले माथि लाएर पनि मन्जन लाएर पनि आइरहेछ क्या छ्याप यस्तो गाँडा पानी कहिले रहन्छ यो फेरि कपाल पनि नपलाउने भइया खै। पान की दुकान पे तो पान की दुकान पे अब जिम गर्न थाल्नु पऱ्यो भने के लुते होइन लुते गरौँ। तर यस्तो मोटो मान्छेको भन्दा हामी यस्तो लुरेको फेरि बडी चाहिँ छिटो बन्छ क्या। किनभने मोटो मान्छेको चाहिँ मासु मर्न टाइम लाग्छ तर सेप आउने टाइम लाग्छ। हाम्रो चाहिँ अब लुरे हो कि खराब कुरो पचको भइहाल्छ। अनि अब यस्तै छ हेरौँ भ्लग हेर्दै गर्नु होला होइन।
अब झन्नै मरियो आज। अब साइकल बाइक के आउँछ मेरो सायद ढिलै अब एसी रिजल्ट आएपछि आइहाल्छ। अनि राइड भ्लग हुन्छ कि जस्तो लागेको छ। अब हेरौँ के हुन्छ, मेरो मर्जी होइन, जे मन लाग्छ त्यही हाल्ने हो, बनाउने हो, बस्ने हो, के छ र काम। ल अनि अब भरे भ्लग भयो भने म सर्ट भ्लग हाल्छु, सर्टको यस्तो एडिट गरेर त्यो लामो नगरौँ, भोलि देखाइहाल्छ होइन भलिबलको। पानी लगाइछ फाइनली पानी रह्यो है। कस्तो भयो क्या नपत्याउनु भयो, पानी यत्रो ठुलो आइरहेको थियो रहँदैन होला भनेर बस्यो, ठ्याक्क पानी रह्यो। अनि अब भलिबल खेल्ने नि एकैचोटि अब भलिबल कोर्टमा गएपछि मात्र बनाउँछ त, किनभने अब कुद्देर जानुपर्ने क्या, माया एकै छिटो पुग्ने है। बरु त्यहाँ गएर यसो केटासँग परिचय गराउँछु चाहिँ भनिदिने, यसो बलको हाल्छु है। ल गइदिउँ त। ल म चाहिँ भलिबल कोर्टमा आइसकेको छु है। नेट तन्काउनु पर्ने रहेछ, केटाहरू आउँछ क्या आउँदैन थाहा भएन। कस्तो फेरि आएर क्या पानी परेर हिलो रहेछ, केटाहरू आएर खेल्नुहुन्छ है। अब एकैचोटि केटाहरू आयो भने आयो, नभए चलिदिनुपर्छ है। ल अब चल्दिएको बल र नेट मात्रै भयो, ग्राउन्ड मात्रै भयो होइन, केटाहरू खासै आएन। अनि मजै भएन, अनि म चाहिँ चल्दै है। आज भिडियो गर्न पाएन, भोलि फिक्स आउँछ है। ल यस्तै छ, अब लाग्दैन त के छ आज।